डुवर्स हाम्रो डुवर्स हरियाली चिया बगान र पहाडहरूको काखमा साथै तराई क्षेत्रमा निहालेर बसेका छन्। डुवर्स अत्यन्तै सुन्दरता अँगाल्दै लुकेको ठाउँ हो। तीनैमध्ये एक आज हामी जाँदैछौँ लङ्कापाडा। इन्डिया र भुटानको सिमानामा अवस्थित सुन्दर पहाड। चलनचल्तीको बाटो गाडी घोडा छाडी आज पैदल नै जानेछौँ र स्वागत छ हजुरहरूलाई आजको यस पैदल यात्राको सानो मिठो कहानीमा। Right now we are heading towards लङ्कापाडा। फर्स्ट चाहिँ हामी दलमा जाने, त्यसको बादमा अब के हुन्छ एकजना दालाई पिक गरेर त्यहाँदेखि चाहिँ उता जाने हो। अनिताले पनि जोइन गर्नुभयो होइन? यस आजको चाहिँ एकदम बवाल हुन्छ क्या, मजाको। यस गन्तव्यको अन्तिम स्थान भने ओझलमा परि हराएको एउटा सुन्दर अलौकिक जग्गा, जहाँ हामी नदेखिएका जग्गा हेर्न र प्राकृतिकबाट आफै उम्रिएका झरना हेर्न जाँदैछौँ। भन्नुलाई त के छ भन्दा अब अहिले धेरै एक्साइटेड छ होइन। अघि बिहान पानी परिरहेको थियो, अहिले चाहिँ वेदर एकदम बवाल दामी छ। अनि एउटा कुरो भन्न चाहन्छु होइन, हाम्रो डुवर्स पनि कमी छैन। यस पैदल यात्रामा भने हामीसँग करिब 11 जना साथीभाइ जानका लागि सबैले आफ्नो कम्मर कसे। अब भने केही क्षणमै हामी लङ्कापाडा पुग्यौँ। त्यहाँका दाजुभाइ नि हामीसँग जुडे। लोकल हुनुको यो फाइदा भयो कि हामीलाई सही जग्गा पुग्ने आवाज पाइयो। अब चाहिँ यस यात्राको असली मकसद सुरु भयो। हाम्रो गाडी बाइकहरूलाई विश्राम दिँदै आजको पैदल यात्रा यस जग्गाबाट सुरु हुन्छ। सो गाइज अब हामी चाहिँ यहाँबाट निस्केको, अब यहाँबाट माथि जाने। कहाँ हो एक्ज्याक्टली लोकेसन कसैलाई थाहा छैन। अवसर पनि हेरिहाल्नुहोस्, यात्राको सुरुवाती क्षणमै मन्दिरको दर्शन भयो। आजको हाम्रो गाइड चाहिँ ऊ भाइ हो। भाइ एकखेप फेस देखाइदेऊ न, फेस देखाउनु भाइ। अब चाहिँ हामी यस्तो अलिकति सानोतिनो हिल्सतर्फ लाग्नु थाल्यौँ। लेट्सी डेस्टिनेसन चाहिँ एक्ज्याक्टली कस्तो छ र हाम्रा पर्यटकहरू निक्ले। भनिन्छ गन्तव्यभन्दा त्यहाँ पुग्ने यात्रा महत्त्वपूर्ण हुन्छ। यो यात्रा त्यस्तै एउटा कथा भएको छ। तर आजको पैदल यात्रा त्यति सरल नै छैन, कारण यहाँको बाटो मलिलो माटो भएकोले जहाँ पायो त्यहाँ टेक्न नै सम्भव छैन। बाटो भने आफै बनाउँदै हिँड्नुपर्ने हुन्छ। तर यस्ता अनुभव नि निकै रमाइलो हुँदो रहेछ। साथीभाइसँग गफ गर्दै बाटो पहिराउँदै प्रकृतिको मनोरञ्जन लिँदै गन्तव्यतर्फ हिँडिरहेका थियौँ। अब चाहिँ हामी डेस्टिनेसनको छेउछाउ पुग्यौँ होइन। गलेको त्यस्तो फिल भएको छैन, किनभने केटाहरूले हँसाउँदै लगिरहेछ होइन। सो वी आर अलमोस्ट देयर होइन। हामी यहाँ डेस्टिनेसन के पो भन्छ, हामी अब यहाँ गन्तव्य छेउमा आइपुगेका छौँ होइन। अब हाम्रा यहाँ यी पर्यटकहरू हामी आइपुग्न लाग्यौँ।
केही क्षणमा नै हामी पुग्यौँ हाम्रो गन्तव्यमा। पहाड नै पहाडको बिचमा पर्ने भुटान नजिकै लङ्कापाडादेखि निकै उचाइमा रहेको हिडन वाटरफल अफ लङ्कापाडा। हामी चाहिँ टक्कै आइपुग्यौँ र यहाँ पनि दुईवटा प्लेस रहेछ। यो चाहिँ एउटा झरना भयो, यसको उतापट्टि चाहिँ छ अरे हल्का नहुने जग्गा, त्यहाँ पनि इफ टाइम मिल्यो भने चाहिँ त्यहाँ पनि जाने। लेट्स सी के हुन्छ। गाइज अब चाहिँ हामी अर्को तरफ जाने। यहाँनिर पानी निकै कम्ती भयो, तर हाम्रो केटाहरू चाहिँ पुरा पानीको कमी भयो हो, त्यसले गर्दा अर्कोबाट जाने। लेट्स गो। यहाँको पानी साधारण बग्ने पानी होइन। त्यहाँबाट फर्किँदा त्यहाँका गाउँवासीद्वारा हामीलाई यो जानकारी भयो कि यो पानी पिउनको लागि उहाँहरूको मूल स्रोत हो। त्यसर्थ हामीबाट त्यहाँ जानी अनजानीमा पनि त्यहाँको पानी फोहोर भएछ होला। त्यसकारण म हजुरहरूलाई यो जग्गा नआइदिनु होला भनी निवेदन गर्दछु। हजुरहरू लङ्कापाडा आउनुहोला, तर यस जग्गा होइन, अन्यथा जग्गा। सो गाइज अनफर्चुनेट थिङ ह्यापेन कि हामी चाहिँ अनफर्चुनेटली निक्लिनु पऱ्यो पानी आएको कारणले। जहाँनिर चाहिँ पौडी खेल्नेवाला थियो त्यो चाहिँ त्यहाँनिर अब जानु पाएन। अफसोस की बात है, बट क्या करे, ऐसी लेट्स गो। अब समय भयो यस ठाउँलाई बिदा दिने। त्यस पश्चात हामी जान्छौँ अन्यथा जग्गा, जस्तै भाइरल रोडतर्फ। केही समय बिताएपछि हामी यस ठाउँदेखि अर्को ठाउँ जान्छौँ, जो चाहिँ लङ्कापाडा इको पार्क हो। ट्रेकिङको अनुभव कम्ती भएकोले फेरि हामी पैदल नै जाने निर्णय गर्छौँ। केही क्षणमा हामी पुग्यौँ लङ्कापाडा इको पार्क, जो चाहिँ एक समय निकै नै प्रचलित थिए। छेउमा भुटान र हेर्नका लागि राम्रो दृश्य भएकोले मानिसहरू धेरै मात्रामा आउने गर्थे। चलनचल्तीको चल्दो सहरबाट मानिसहरू यस्ता जग्गा आउन धेरै मात्रामा रुचाउने गर्छन्। ड्रोन सर्ट लिने अरे यहाँ केटाहरूले मिलाइमारी यहाँ मिड डे मिलमा बसिरहेको छ केटाहरू। रेडी 1 2 3 ह्यापी म्यारिड लाइफ सन्दाहरू। धेरै साल बादमा साथीभाइहरूसँग यस्तो अनुभव लिनु पाउँदा एकदमै राम्रो र खुसी लाग्यो। र सबै साथीभाइहरूले गफ गर्दै भने एकदमै रमाइलोसँगले आजको दिन व्यतीत भयो। र अब भने समय हाम्रो घर फर्किने हो र बिरपाडा जाने हो यहाँबाट। अन्त आजको भिडियोमा बस यति नै छ। आई होप तपाईँहरूलाई राम्रो लाग्यो होला। लाग्यो भने पनि लाग्यो, लागेन भने पनि लागेन। फ्युचरमा इच्छा लागिहाल्यो भने फेरि बनाउँला यस्तै प्रकारको भिडियो। इच्छा लागेन भने बनाउँदिनँ। र फेरि भेटौँला। बाई बाई, सी यू, मिल्ते हैं।